बानी चाहिँ यसो गर्ने कि यसो गर्दा अझै निदार भन्दा नुहाउने घिउ पगालौँ है त साथीहरू। ल घिउ चाहिँ एकदम आउन लाग्यो अरे साथीहरू। आज पढिसिन। हाई एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल। हजुरहरूलाई फेरि पनि मेरो युट्युब च्यानलको नयाँ भिडियोमा स्वागत छ। हजुरहरू कतिजनासम्म मेरो युट्युब भिडियोहरू पुगिरहेको छ, प्लिज म चाहिँ नयाँ मेम्बर भएको छु युट्युब च्यानलको। प्लिज लाइक सब्सक्राइब चाहिँ गरिदिन नभुल्नु होला है साथीहरू। आज चाहिँ मैले मेरो माथि कौसीबाट सुरु गरेको छु भिडियो। आजको वेदर अब पानी पर्छ जस्तै छ। मैले मर्निङ टाइमबाटै सुरु गरेँ होइन त। आज पानी पर्छ जस्तो छ, यस्तो छ वेदर। दिनदिनै पानी परेको कति दिन भयो साथीहरू है। एकदम राम्रो छ वेदर, शीतल पनि हुन्छ, यस्तो छ। अनि हजुरहरूको कस्तो छ? हजुरहरूकोतिर चाहिँ यहाँ चाहिँ पानी परेको परेछ। बिहान न मेरो निधार चाहिँ के कसको बानी चाहिँ यसो गर्ने कि यसो गर्दा अझै निधार खुम्चिन्छ नि साथीहरू है। मेरो चाहिँ यसो यसो गर्ने बानी होइन। अनि यो घामले त झन् आहा यस्तो चाउरी पर्ने क्या। अनि यो पुरै निधार चाहिँ यस्तो चाउरी परेको देख्ने कि कस्तो नराम्रो देखिन्छ। अनि यति चाहिँ यति लाइनिङ बस्ने कि। अनि पहिलादेखि नै होइन यस्तो यस्तो गर्ने हुन्छ नि बानी हाम्रो। अनि लाइनिङ पनि कस्तो नराम्रो लाग्ने कि हो। यस्तै छ साथीहरू। अनि मेरो भिडियोमा के हजुरहरूले मेरो अब घरभित्रै देखिराख्नुहुन्छ सबै कुरा होइन। मेरो चाहिँ अब म त्यति खासै बाहिर जाँदिनँ। मेरो अब घर बच्चा यताउतिमै मेरै सर्कल त्यति मात्रै छ साथीहरू। अनि मेरो डेली ब्लग पनि होइन, फेरि डेली ब्लग पनि होइन। मेरो लाइफमा हुने अलिअलि डेली ब्लग जस्तै होइन, डेली रुटिनहरू हजुरहरू सामु अब देखाइराखेको छु मैले। केही कुरा सेयर गरौँ, अब सेयर गर्ने मान्छे म बाहिर यति जाँदिनँ नि त, साथीभाइहरू पनि धेरै छैन। अनि अब यस्तो भिडियोमै सेयर गरौँ भनेर मैले यो भ्लगहरू बनाइरहेको छु, भिडियोहरू बनाइरहेको छु होइन। अब मुड अफ हुँदाखेरि पनि मलाई चाहिँ एकदम माइन्ड फ्रेस भएको छ क्या यो भिडियोहरू बनाउँदाखेरि। त्यही भएर सबैजनाले साथ सपोर्ट गरिदिनु होला, प्लिज लाइक सब्सक्राइब गरिदिनु होला। हजुरहरू कतिजनासँग म त्यस्तो भाइरल त होइन साथीहरू, भाइरल छुइनँ, भर्खर बनाउँदैछु होइन। भाइरल हुनु पनि त्यस्तो भाइरल हुनको लागि बनाएको पनि होइन। तर मेरो यो एकदमै हुन्छ नि अब भिडियोहरू बनाउँदाखेरि मेन्टली टेन्सन पनि हट्दो रहेछ कि। अनि त्यही भएर भिडियो बनायो, एडिट गऱ्यो गर्दा टाइम जान्छ होइन, अरूतिर ध्यान पनि जाँदैन। त्यही भएर मैले चाहिँ भिडियोहरू बनाएको मेरो लाइफमा अलिअलि हजुरहरूलाई सेयर गरेको छु। मेरो लाइफमा भएको मेरो बच्चाहरूको एक्टिभिटिजहरू होइन, मेरो एक्टिभिटिजहरू के गर्छु भनेर। ल कतिजनालाई मनपर्छ भने प्लिज लाइक सब्सक्राइब गरिदिन सक्नुहुनेछ होइन, नत्र यसो हेरेर छोडिदिनु है साथीहरू। यस्तै छ। अब मेरो चाहिँ अब कहिलेकाहीँ बाहिर पनि गइरहेको हुन्छ, त्यो पनि सेयर गर्छु हजुरहरूसँग। अब भर्खरबाट स्टार्ट गर्छु, सिक्दैछु। जे कुनै सिक्नको लागि चाहिँ ढिलो हुँदैन क्या साथीहरू होइन। यस्तो लाग्छ मलाई चाहिँ, मैले खाना पनि पकाउँदैछु अहिले चाहिँ। अनि त्यही भएर सिक्किको आवाज आइरहेको छ। मलाई चाहिँ त्यस्तो लाग्छ, सिक्नको लागि भनेको कहिले ढिलो हुँदैन। अब एज गए पनि आफूलाई मन लागेको कुराहरू गर्नु पाइन्छ नि होइन। जेमा खुसी लाग्छ त्यही गर्ने हो साथीहरू। त्यही भएर हेरिदिनु होला भन्न चाहन्छु मेरो भिडियोहरू पनि। अनि लाइक सब्सक्राइब गर्न नभुल्नु होला है त। यसरी खाजा पुऱ्याउनु हिँड्नुपर्छ साथीहरू। अनि कहीँ जान पाइन्छ त आफू। बिहान स्कुल पठाऊ, फेरि 12 बजे खाजा लैजाऊ, फेरि 3 बजे लिन जाऊ, चिया खुवाऊ है, गर्दा दिन बित्छ। अनि मैले कहीँ जानु भ्याउँछु यहाँ यसरी यस्तो चाहिँ ताल काम गर्न नि कहाँ जानु। स्कुलको टिफिन खाइदिँदैन फेरि कस्तो मन पर्दैन। पुऱ्याएर आउँछु अब गएको साथीहरू। कामै भएन हो, फस्किनु पर्यो यस्तो फेरि। अब चाहिँ साथीहरू मैले चाहिँ यतिखेर भइसक्यो है, रात साँझ पर्न लागिसक्यो। मैले चाहिँ नौनी लिएर आइरहेको थिएँ कि, डिप फ्रिजमा राखिरहेको थिएँ होइन। अब त्यही भएर निकालेँ। अब बिर्सिरहेको मैले लिएर आइरहेको छु भनेर। घरमा घिउ सकिरहेको थियो। बच्चाहरूलाई फेरि घिउ नभइकन खानै हुँदैन, बिहान र बेलुकै चाहिन्छ घिउ नै। अब दाल र भात मात्रै भए पनि जान्छ उनीहरूलाई घिउ भयो भने चाहिँ। घिउ भयो भने चाहिँ तरकारीहरू पनि केही पनि चाहिँदैन, दाल भात अनि घिउ त्यति भए पुग्छ मेरो बच्चाहरूलाई है। अनि सकिरहेको थियो, थुप्रो भइसक्यो। साथीसँग मगाइराखेको यो नौनी, मैले चाहिँ नौनी नै ल्याएर पगालेर राख्ने गर्छु सधैँ। अब खासै बनाउन चाहिँ आउँदैन, जिनतिन बनाएर राख्ने हो मैले पनि। त्यही पनि ल्याएर पगाल्ने गरेको छु। पहिला त अब मम्मीले पठाइदिनुहुन्थ्यो घिउ आफै पगालेर है। अहिले चाहिँ कहिलेकाहीँ मैले नै यसरी पगालेर राख्ने गरेको छु।
अब कस्तो बन्छ थाहा छैन अहिलेको चाहिँ। अस्तिको त डढेर मिठो त मिठो भएको थियो, डढेको थियो कि कता कालो भएको थियो घिउ नै। हेर्नु नि यहाँ मैले यत्रो ठुलो डिक्ची बसालेको छु क्या अब घिउ बसाल्नलाई। अब ग्यासमा तताइराखेको छु होइन साथीहरू। अब तताउन चाहिँ तताएँ, अब इन्डक्सनमा बसाल्छु, ग्यासको सर्टेज छ अहिले। अब यत्रो भाँडा भएन भने त उम्लिएर जान्छ कि, ठुलो भाँडा भयो भने उम्लिएरै जान्छ तर अलिक ढिलो उम्लिन्छ नि त। अनि त्यही भएर मैले ठुलो डिक्ची चुज गरेको छु, जहिले पनि यसमै बसाल्ने हो मैले। ल अब बनाउँछु है त, बनाइसकेपछि देखाउँछु हजुरहरूलाई कस्तो बन्छ। डढ्छ कि अहिले पनि डढ्दैन अब, तर नडढ्दाखेरि नै बन्द गरिदिनु पर्ला ग्यास चाहिँ। फिज हुन्छ अनि मतलब पाके छैन भने चाहिँ पकाइराख्ने क्या, अनि त्यो डढ्ने। अब कस्तो हुन्छ म बनाएर देखाउँछु है त हजुरहरूलाई। इन्डक्सनमा चाहिँ खुवाइ कराएर राख्छ अनि काने खाने गरेर साथीहरू। हेर्नु त घिउ बसाले यसरी अब बिस्तारै पग्लिन्छ, टाइम त लाग्छ होला एकछिन। अब यो घिउ पग्लिँदै गर्छ। मैले चाहिँ यहाँ मेरो लागि यहाँ जुस बनाएको छु। जुस भने नि लेमोनेड। हजुरहरूलाई मनपर्छ पर्दैन लेमोनेड? मलाई चाहिँ एकदम मनपर्छ कि लेमन, अनि लेमन मिन्ट अनि अब के त कालो नुन हुन्छ नि, कालो नुन राखेर बनाउने, चिनी चाहिँ राख्दिनँ। एकदम हेल्दी लाग्छ है, हेल्दी पनि हो, लाग्छ होइन हेल्दी पनि हो। यसरी कहिलेकाहीँ खानुपर्छ अरे साथीहरू। हजुरहरूलाई पनि मनपर्छ भने बनाएर खानु होइन, एकदम एकदम राम्रो हुन्छ कि यो चाहिँ आफ्नो शरीरको लागि पनि। चिसो अझै आइस राखेको क्या मैले, गर्मीमा शीतल हुन्छ। यस्तो छ ल यहाँ यस्तो खालको ग्रिन। फेरि पानी पर्यो, हे भगवान् कति पानी पर्छ, कति दिन पर्ने हो साथीहरू यो पानीहरू पनि। वाक्क भइसक्यो पानी हेर्दा यसो हेर्दा कि साथीहरू म एक्लै जस्तो देखिन्छ होला है। अब मेरो वरिपरि कोही देखिँदैन नि त, हुँदैन पनि। अनि अब सबैजना आफ्नो आफ्नो रुममा हुन्छ, बच्चाहरू अब क्यामेरामा आउन खोज्दैन। अब क्यामेरा यसो देखाउँदा नि यसो गरेर मुख छिप्छन् क्या, क्यामेरामा आउन खोज्दैन। ठुलो भइसके बच्चाहरू, सानो मात्रै हो, सानो छोरी चाहिँ आउँछन्, त्यो पनि अहिले साथीहरूसँग खेलिरहेको छ, स्कुलबाट आइसकेपछि। अनि होमवर्कसम्म गर्दाखेरि यतिकै हुन्छ। त्यही भएर मेरो हस्बेन्ड पनि बाहिरै भइरहेको हुन्छ, बेलुका मात्रै आउनुहुन्छ। खासै अब म एक्लै जस्तै हुन्छ क्या। त्यही भएर अहिले चाहिँ मेरो साथी नै क्यामेरा भएको छ साथीहरू। क्यामेरामा बोल्यो होइन, अनि हजुरहरूसँग सेयर गर्यो, त्यही साथी भएको छ मलाई त अहिले। त्यही भएर पनि मैले भिडियोहरू बनाउने गरेको। अब एक्लै बोलिराख्दाखेरि क्यामेरासँग बोल्दा चाहिँ साथीसँग बोलेको जस्तै हुने रहेछ कि। त्यही भएर मलाई चाहिँ आफ्नो कुराहरू सेयर गर्न, आफूलाई अब हुन्छ नि एक्टिभिटिजहरू देखाउनलाई मजा लागेर चाहिँ अहिले यो भिडियोहरू बनाउने गरेको मैले। हजुरहरूलाई मनपर्छ भने प्लिज लाइक सेयर सब्सक्राइब गरिदिन सक्नुहुन्छ है त। यतिको चाहिँ उम्लिरहेको छ हेर्नु त। अब कहिलेसम्म पकाउनु पर्ने हो, मैले त फेरि पकाउँदा डढाउने होला। फिज त आइरहेको छ, यो फिज सुकाउनु पर्छ, अझै सुकाउनु पर्ने होला। यो भर्खर पग्लियो के सबै नुहाउने चाहिँ। अब यतिको भएको छ, अझै एकछिन उमाल्छु। हेर न खेल्दा थकै लागेको हो, निन्द्रा लाग्यो के लागेको त? के पनि होइन, होमवर्क सक्यो? कतिवटा थियो होमवर्क मात्रै? अनि किन दुईवटा मात्रै दिएको त आजकल? एक्जाम आउन लाग्यो। एक्जाम आउन लाग्यो अरे साथीहरू। आज पढिसिन्न, खालि खेल्ने मात्रै। अहिले पनि खेल्दा गरेर आएको। अहिले त बानी भइसक्यो खालि खेल्न जाने, स्कुलबाट आउने खाजा खाने अनि खेल्न। हेर्दैन अनि खेल्न बानी भयो भनेको नि के भयो त? अनि खेल्न बानी भएको। अहिले चाहिँ स्कुलबाट आएपछि एकछिन चाहिँ खेल्नै पर्छ साथीहरूसँग, अनि फ्रेस हुन्छ। अनि होमवर्क चाहिँ नभनेको नै गर्छ फेरि है आजकल है। मम्मीले भन्नै पर्दैन होमवर्क गर। पहिला चाहिँ खेल्न नजाँदाखेरि चाहिँ होमवर्क गर भनेर कराउनु पर्थ्यो। अहिले चाहिँ खेल्छ एकछिन अनि आएर आफै होमवर्क गर्छ फेरि, मैले केही भन्नै पर्दैन। आजकल ज्ञानी भएको छ मेरो छोरी, खेल्न गएदेखि चाहिँ अलिअलि ज्ञानी भएको छ। अनि उसको कुरा गऱ्यो भने चाहिँ रिसाउँछ फेरि। ल अब भोक लागेर माम खाने, माम बसालेछ है, मामले खुवाइदिने। ल घिउ माम खाने, घिउ बनाएछु अहिले त। ओके ल घिउ चाहिँ यत्तिको भयो साथीहरू। हेर्नु त मैले डढाउनु त डढाएन, पहिल्यै निभाइदिएँ। अब कस्तो बनाए चाहिँ थाहा छैन। अब सानो छोरीले भात खाने रे, अब कर्कलो भात बनाइदिएको छु। यसमा चाहिँ घिउ राखिदिन्छु, घिउ भए चाहिँ मिठो हुन्छ, तातो घिउ है। यति घिउ राखेपछि 1 चम्ची जति घिउ राखिदिएँ। अब माम खाने है,
ओके माम खाने माम पनि मम्मीले खुवाइदिनु पर्ने रे आलु होइन कड्कलो तरकारी यहाँ बस्नु तिमीलाई खुवाइदिन्छु पहिला बस्नु अनि बाहरूलाई राखिदिनु तिम्रो खुवाउने कि मम्मी आफै खाने खुवाउने ल खाऊ त घिउ कस्तो भएछ कस्तो छ घिउको स्वाद मिठो छ तिमीलाई मिठो लाग्यो मिठो लाग्यो तरकारी अलिक मिक्स गर्नुपर्छ कि त्यतिकै हुन्छ मिठो छ ल छोरीलाई मिठो लागेपछि भइहाल्यो नि अब होइन ओके अब कति धेरै खाने यस्तो भोक लाग्छ है ल ल ल खान्छु है भनिदेऊ न तातो तातो अनि कति भिज्यो त कता अँध्याएर आएको अनि बाहिर निस्केपछि रेनकोट लानु पर्दैन त यतिखेर भएको छ ल खाना राखिदिउँ भोक लाग्यो होला त खाना राख्ने के खानेकुरा ल्याइदिन्छु ल्याइदिन्छु भनेको मान्छे ताल यस्तो छ हामी चाहिँ कुरेको कुरै खानेकुरा कुरेको कुरै खानेकुरा चाहिँ नल्याइदिने के पनि ए बिस्तारै खोला त्यो ढोका र साथीहरू मेरो दिनहरू त यसरी नै बित्छन् है बच्चा भन घर भन के गर्दा गर्दा यसरी नै बित्ने हो अब सबैजनाले खाना खाएर नि गइसक्नु भयो अब म पनि खाँदैछु खाएर यहाँ काम सकाउनु पर्यो होइन अब राति ढिलो पनि भइसक्यो अनि हजुरहरूलाई कस्तो लाग्यो मेरो भिडियोहरू मेरो कुराहरू प्लिज कमेन्ट गर्न सक्नुहुन्छ है हजुरहरूलाई राम्रो लागे पनि नराम्रो लागे पनि कमेन्ट गरिदिनु होला प्लिज लाइक सब्सक्राइब गरिदिनु होला है त हस्